नमस्कार, स्वागत छ तपाईलाई ओम शक्ति ओम नेपाल युट्युब च्यानलमा। आज हामी एउटा निकै चाख लाग्दो तर थोरै लाज लाग्ने किसिमको सपना सम्बन्धी कुरा गर्न लागिरहेका छौँ। के तपाईले कहिले सपनामा कन्डम देख्नु भएको छ? सपना छोटो भए पनि यसको अर्थ भने निकै गहिरो हुने गर्दछ। सपनामा कन्डम देख्नु तपाईको जीवन, सम्बन्ध, भविष्य र मानसिक अवस्थासँग जोडिएको हुन्छ। आजको भिडियोमा हामी विस्तारमा बुझ्नेछौँ, जान्नेछौँ वास्तवमा सपनामा कन्डम देख्नु आखिर के हुन्छ त। सपनामा कन्डम देख्नुको पहिलो अर्थ हो सुरक्षा र सजगता। कन्डमको मूल प्रतीक नै सुरक्षा हो। सपनामा कन्डम देख्नु भनेको तपाईको आफ्नो जीवनमा कुनै ठूलो गल्ती वा जोखिमबाट बच्न खोज्दै हुनुहुन्छ भन्ने जनाउँदछ। यो संकेत हो तपाई अझ बढी सचेत हुनुपर्ने समय आएको छ भन्ने यसले जनाउँदछ। त्यसै गरेर दोस्रो अर्थ रहेको छ सम्बन्ध र विश्वास। यदि तपाई विवाहित वा प्रेम सम्बन्धमा हुनुहुन्छ भने कन्डम देख्नु तपाईको जीवनमा विश्वास, डर वा असुरक्षाको प्रतीक हुन सक्दछ। कहिलेकाहीँ यस्तो सपना देख्दा तपाई र तपाईको पार्टनर बीचको बुझाइ र भरोसा जाँच्नुपर्ने सन्देश पनि हुन सक्दछ। त्यसै गरेर तेस्रो अर्थ रहेको छ दाबिएको इच्छा वा डर। वास्तवमा सपनामा कन्डम देख्नु तपाईको मनमा दाबिएको यौन इच्छा वा भविष्यप्रति डर पनि हुन सक्छ। यो तपाईलाई आफ्नो मनभित्रका डरलाई स्वीकार गरेर अगाडि बढ्न समेत सन्देश यसले दिने गर्दछ। त्यसै गरेर चौथो अर्थ रहेको छ अपूर्ण अवसर वा बाधा। कहिलेकाहीँ कन्डम सपनामा देख्नु भनेको तपाईलाई उपलब्ध अवसरहरू त्यसै गरेर चौथो अर्थ रहेको छ अपूर्ण अवसर वा बाधा। कहिलेकाहीँ कन्डम सपनामा देख्नु भनेको तपाईलाई उपलब्ध अवसरहरू पूर्ण रूपमा प्रयोग गर्न नपाएको संकेत पनि हुन्छ। तपाईको मार्गमा केही अवरोध छन् भन्ने संकेत समेत यसले दिने गर्दछ। त्यसै गरेर पाँचौं अर्थ रहेको छ आध्यात्मिक दृष्टिकोण। हाम्रो सनातन शास्त्र अनुसार सपनामा यस्ता वस्तु देख्नु भनेको इन्द्रिय नियन्त्रणको प्रतीक पनि मानिन्छ। तपाईले आफ्नो इच्छा, भावना र विचार नियन्त्रणमा राख्न सन्देश दिएको पनि हुन सक्दछ। अब तपाई सोच्दै हुनुहुन्छ होला यो सपना त मैले पनि देखेको छु। त्यसैले याद राख्नुहोस् सपना सदैव व्यक्तिगत जीवन, मानसिक अवस्था र परिस्थितिसँग जोडिएको हुन्छ। सपनामा कन्डम देख्नु कहिले सुरक्षा, कहिले डर त कहिले आफ्नो जीवनमा नयाँ परिवर्तनको संकेत समेत हुन सक्दछ। तसर्थ यसलाई नराम्रो सोच्ने होइन, बरु यसले दिने चेतावनी वा सन्देशलाई जीवनमा अपनाउनु नै बुद्धिमानी हुन्छ। आजको भिडियो यतिकै। यदि तपाईलाई हाम्रो प्रस्तुति मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। जय श्री कृष्ण, जय श्री राधे राधे, ओम नमः शिवाय, हर हर महादेव।